Annapurna Base Camp is a famous trekking destination in Nepal, which has become even more famous worldwide in recent times. Annapurna Base Camp is a beautiful place surrounded by mountains on all sides. Tourists from all corners of the world come to enjoy its beauty. Its height is about 4,130 meters. बाइक को गति यस्तो छ दमोलीबाट आएको भएर दमोलीदेखि चाहिँ वाल्ड पानी परिरहेको थियो अनि पोखराबाट चाहिँ पानी परिरहेको छैन यस्तो छ गाइदिया छ हामी रेडी हुँदैछौँ यो बाटो पोखरा यताबाट चाहिँ मुस्ताङ जमसम एबिसी ट्रेक धेरै ठाउँ जानु मिल्छ यहाँबाट जो प्रकृतिसँग एकान्तमा हराउन र रमाउन सक्छ उसले आफैलाई परिभाषित गर्न सक्छ आफू को हो भन्ने प्रश्नको जवाफ बिना आवाज प्राप्त गर्छ यसरी नै म पनि आफूलाई जीवित र शान्ति महसुस गराउन फेरि यात्री बनेर हिमालको काखमा लैजाने गन्तव्यको खोजीमा हराउन चाहे ल साथीहरु फाइनल्ली हामी झिनु भन्ने त वारीपट्टि हामी आइसकेको छौं बाइक पार्किङ यहाँसम्म आइपुग्छ यहाँबाट चाहिँ हामी ट्रेकिङ सुरु गर्छौं यहाँ ठ्याक्कै पारी यो पुल पारी ठ्याक्कै झिनु हामी देख्न सक्छौं अनि यही ठ्याक्कै माथि हिमाल छ अनि यहाँ चाहिँ बादलले ढाकेर छ मजाले ल हाम्रो गाइजहरु ल हामी अब यहाँ सामरुङबाट लामो पुल तरेर हामी झिनु बस्छौँ आज अनि त्यसै सुनाको हाम्रो पहिलो दिन दमोली तनहुँदेखि सुरुवात हुन्छ पोखरा हेम्जा नौडाँडा हुँदै नयाँ पुलदेखि दायाँतर्फ घान्द्रुक जाने बाटो लाग्छौँ झिनुको ठिक पारी सामरङसम्म बाइक गाडीहरू पुग्नु भएकोले हामीलाई धेरै सहज महसुस भयो हाम्रो पहिलो रात चाहिँ झिनु गेस्ट हाउसमा हामी बिताउँछौँ ल साथीहरु हामी अहिले झिनु गेस्ट हाउसमा हामी आएको लगभग 1 घण्टा जति भयो केले भएको छैन खानासाना खाइसकेको छौँ भेज खाना है खाना चाहिँ एकदम मिठो छ ल गाइस हामीले यो ठाडो उकालो हामी ट्रेक गर्दैछौँ हामी बिहानै हिँडेको किनकि बिहानै हिँड्यो भने एउटा छुट्टै इनर्जी हुन्छ हैन अलि थकानको महसुस अलि कम हुन्छ त्यही भएर हामी चाँडै हिँडेको म तनहुँदेखि आएको र तनहुँमा मजाले वर्षा है पानी परिरहेको हिजो नआउने भनेर डिसिजन पनि लिएको बट यहाँ चाहिँ मौसम यस्तो छ निलो आकाश सेतै हिमाल यो हो कि भाग्यमानी है लक्कीस्ट पर्सन भनेको यस्तो हुनुपर्छ यता दुईजना भाग्यमानीहरू दोस्रो दिन हामी झिनुदेखि दोभानसम्म यात्रा गर्छौँ यात्राको दौरानमा देखिएको सुन्दर गाउँ हिमाल खोला पहाड र बाटाहरूले हामीलाई स्वागत गरिरहेको भान भइरहेको थियो हाई एभ्रिवान हामीले छुमनुङबाट ओह्रालो झर्दैछौँ र केही लगभग लोवर सिनसम्म ओह्रालो अनि फेरि अप्परको लागि हामी माथि जान्छौँ यति सुन्दर प्रकृतिसँग खेल्दै रमाउँदै हामी साँझसम्म हाम्रो दोस्रो रात बिताउन हामी दोभानमा रहेको टिपटप रेस्टुरेन्टमा
हामी पुग्यौँ। शुभ बिहानी। हामी दोभानबाट हिँडिसकेका छौँ। अहिले छरङ्ग उज्यालो भइसकेको छ, निलै आकाश छ। हामी जङ्गलको बाटो, यो बाँस हो कि यो निङ्गालो घारी हामी हिँड्दैछौँ। अब हामी हिमालय, देउराली, एमबिसी हुँदै अन्नपूर्ण बेस क्याम्प आज हामी पुग्नलाई कोसिस गर्दैछौँ। लेट्स सी के हुन्छ हेरौँ। हाम्रो तेस्रो दिनको यात्रा भने अन्नपूर्ण बेस क्याम्पसम्मै थियो। बिहान यात्रा सुरुवात गरेको हामीले हरेक पटक प्रकृतिसँग प्रेम पार्न भने छोडेनौँ। ती जङ्गल, झरना र चराचुरुङ्गीको धुनले थकान र हताश मनलाई शान्त बनाइरहेको महसुस निकै नै भइरहेको थियो। अनि तपाईँहरू एबिसी आउनु हुँदैछ भने एकचोटि यो नोटिस चाहिँ हेर्नु होला है। तपाईँले जब दोभानबाट तपाईँ छुट्टिनुहुन्छ अनि यो चाहिँ तपाईँले नोटिस तपाईँले भेट्न सक्नुहुन्छ है। अनि केयरफुल्ली यो चाहिँ पढ्नु होला। हाई पुगिहाल्यो नि हिमालय। ओके, हामी चाहिँ अहिले हिमालयबाट हामी हिँड्यौँ। अहिले मौसम वेदर एकदम क्लिन छ, निट छ, ओपन छ। अब हिमालयबाट हामी जानेछौँ देउराली। तपाईँहरू बिचमा आउनु हुँदाखेरि रेस्ट गर्नुहोस्, टीको लागि, कफीको लागि बेस्ट प्लेस हो यो। त्यसपछि अलिक टाढै छ देउराली है। ओके साथीहरू, हामी अहिले फाइनल्ली देउराली 3200 मिटरमा हामी आइसकेका छौँ। त्यसै देउरालीको लजहरू यहाँबाट चाहिँ डाँडा काँडाको भ्यूहरू चाहिँ राम्रो देखिन्छ। लजहरू अनि रेस्टुरेन्टहरू। यदि तपाईँलाई बेस क्याम्पमा पुग्न असहज भइहाल्यो भने तपाईँ यहाँ नाडी स्टे गर्न सक्नुहुन्छ। यहाँ रेस्ट गर्नु होला। दिस इज मोस्ट इम्पोर्टेन्ट है, एकदम इम्पोर्टेन्ट छ यो। एकैचोटि बल गरेर जबरजस्ती चाहिँ नगर्नुहोस्। ओके, नाउ हामी निस्क्यौँ एमबिसी क्याम्पबाट। हामी यो बाटो हुँदै अन्नपूर्ण बेस क्याम्पसम्म जानेछौँ। बेलुकासम्म पुगिन्छ कि सायद। भोटीहरू टक्क लगाएर खेलिरहेछ। त्यो मिनी साथीहरू हेर्नु, यहाँ चाहिँ कति राम्रो क्युटको एकदमै भेडाको बच्चाहरू छ है। हेर्नु नि, आमा यता हेर, हेर्नु हेर्नु कस्तो क्युट यार। त पारी पनि टन्नै चलिरहेछ भेडाहरू। हिमालय देउराली हुँदै माछापुच्छ्रे बेस क्याम्पसम्म पुग्दा धेरै नै थकान र असहज भइरहेको थियो। तर त्यहाँको सेतो हिमाल, शीतल बतासले र पहाडका तरेलीहरूले झनै ऊर्जा थपिरहेको भान पनि कता कता भइरहेको थियो। साँझ पख भने ढपक्कै कुहिरोले ढाकेर सबै सुन्दरता नै लुकाइराखेको हो कि जस्तो लाग्ने। हामी करिब 7 बजे बेस क्याम्पमा पुग्न सफल भयौँ र हाम्रो बास स्नोल्यान्ड रेस्टुरेन्टमा रह्यो। दिनभरिको कठिन यात्रालाई विश्राम दिएपछि जब सुनौलो बिहानीको सुरुवात हुन्छ।
Okay, hi everyone. Good morning from Annapurna Base Camp. र अहिले चाहिँ हामी अन्नपूर्ण बेस क्याम्पमा छौँ र वेदर चाहिँ राम्रो छ भनौँ यतिकोसम्म, तर हिजो अस्तिको तुलनामा चाहिँ थोरै खुल्न सकेको छैन। बिहानी पख जब यो स्थानमा टक्क उभिएर चारै दिशा फन्को मार्छौँ तब लाग्छ कि यो कुनै अर्को संसार हो। जब म हिमालहरूको सामुन्ने उभिरहेको हुन्छु तब म आफूलाई भेट्टाउँछु। म जति हिमाल पहाडसँग नजिक हुन्छु त्यति नै म आफूलाई अर्थपूर्ण र खुसी भेट्टाउँछु र मेरो आत्माले यो महसुस गर्दछ कि ती सेत हिमालहरू मसँग बिना आवाज शान्त भएर बोलिरहेको छ र मलाई सम्झाइरहेको छ। यही हो अन्नपूर्ण बेस क्याम्प, जसलाई संसारकै सुन्दर ठाउँ भन्दा पनि फरक नपर्ला, जसको सुन्दरतालाई त्यहाँ भएको ढुङ्गा माटो, बादल खोला, घाँसपात गोरेटो र हिमालहरूले अद्भुत रीतिले मौन भएर बयान गरिरहेको थियो। ओके साथीहरू, हाम्रो अन्नपूर्ण बेस क्याम्पसम्मको ट्रिप चाहिँ अब आज सकिएको छ भनौँ। अब हामी फर्किने तर्खरमा हामी अन्नपूर्ण बेस क्याम्प लज, हामी कुन लजमा रहेछ चाहिँ हामी स्नोल्यान्ड लजमा रेस्टुरेन्टमा छौँ अहिले। र यसको फोन नम्बर म तपाईँहरूको अनि मेरो तल डिस्क्रिप्सनमा राखिदिन्छु। तर कोही आउँदै हुनुहुन्छ भने पहिले बुकिङ गरेर आउनु होला, किनकि यो सिजन हो, रुमहरू पाउनु अलिक गाह्रै छ है त। ल अनि भ्यूहरू चाहिँ राम्रो खोलिरहेको छ अहिलेसम्म। ल ओके, हाम्रो ब्रेकफास्ट सकियो। थ्याङ्क यू सो मच है सर्भिसको लागि। ल तपाईँहरू भिजिटिङ कार्ड दिनु त हामीलाई। घुम्न आउनेहरूको टन्ने फोटो हामीले त ल्याएन नि त छामा फोटो। कि गर्दन काटेर कास्ने हो, जस्ट जोकिङ गरेको। त्यस्तो सिरियस हुनु ल, जाउँ थामा। ल ए बाबाई अन्नपूर्ण बेस क्याम्प। Now we're back to our home. This is the view right now. Not totally open, but somehow looking so beautiful. Cellaring view.